बोल्न सिक्नुपर्छ यो भन् ऊ भने पो बोलेको कारण त आफू थोरै बोल्नु त आफ्नो मर्जीले बोल्छ नि होइन झन् बुलियो दिने होइन कहाँबाट अलिक खोर्सानी दिने होइन नमक मिर्च तेज खानुपर्छ मान्छे तेज हुन्छ लगभग 4 महिना लगभग नभएसम्म बुलियो दिनु भोकै हुनुहुँदा है म लागे बिस्कुट गाटा घटाउनु हुन्न कहिले म ठिक हुन्छु भनेर खाने पनि खाने त्यसपछि ज्वरो सरो लगे यसले मलाई बिमार लाग्छ कि भन्नु भने चाहिँ यसो कमजोर झन् दिल कमजोर झन् उसैलाई पकड्छ कि झन् रोक्न लाग्यो डराउने होइन मामा पसिनो लाग्यो कसेर माया त मान्छे नि भान्जीले मलाई त सोचेको छैन कि अहिले कहिले छोडेर जाने भने मेरो मन पराउँदैन अहिले त माया त गर्छु नि यसो मामा ठिक छ भान्जा भन्दा यसो पकाउनु गर्नु ल भान्जा पनि बेकारको छ क्या भन्नुहोस् कि अब हामीले घरतिर बनाउनु लाग्छ भान्जी हामीले पनि गर्दैछौँ यसो ठिक छ मामा यसो पकाइदिनु भने मामा पनि फेरि तिमीलाई दुईजना भयो बल आयो होला नि यस्ता बेनालाई त खुकुरुकै पारेको के कुकुरकै पारेर मारेर के हात खुट्टा भुटेर खान्छौ कुकरमा पकाएर कुकुरले दिने बुझाइदियो के कुकुरले दिने के कुकुरलाई दिने मेरो त शत्रु भन्दा पनि बढी भने कुकुरलाई नै दिने मारेर फाल्ने भने नि हुन्थेन कुकुरलाई दिने पकाएर अहिले पो खान्छ गोली जति बजाएर पुरा चाहिँ माथिबाट थाङ्गोले त्यो के अरे त्यो बन्दुकको त्यो नाल हुन्छ नि जाँगर के तिमीले पिसो कि ठोक्नु अब काम लाग्दैन भक्का बोक्नु यति गर्न मान्छे अनि त बाजा त्यो ठाउँमा थरी हो पहिला तलबाट पात्ता सबै हाल्दै जान्छ फेरि माथिबाट त्यहाँ कति राम्रो हुनुहुन्छ त्यहाँ नुहाउनु यता हेर्ने यता किन उता फर्किनु भयो यता बच्चाहरूको गन्ध अलि उता के यहाँ मोटी गेन्टेको सानो सालीले हाल्यो अब ठिक सालीको पालो अर्को कहाँ भाग्यो फेरि ओ माइली हजुर गिलासहरू दिनु के चलो भाइ चलो त्यहाँ यस्तो चाहिँ यो गिलासको बाना बनाएर चाहिँ यहाँ झर्न लाग्छ गन्दा के
भन्ने छैन कि यो गन्दा भनेको यो त के हो र यो त पोट्टा लाग्यो भने पट्टा यसको कतै डर लाग्दो अगाडि खाएर नि चलो मेरो नाम नाक काटिदिने हो क्या मलाई नाक। भारत सरकारले टिकटक बन्द गरेको छ। त्यसमा टिकटकको युजर तपाईँ बन्द भएकोमा खुसी हुनुहुन्छ या दुखी हुनुहुन्छ? या निष्ठुरी हुनुहुन्छ? म दुःख छु, एकदम दुःख, एकदम दुःख लागेछ मलाई। किन दुःख लागेको? टिकटक तपाईँको फ्यान फलोवर्सहरूलाई के भन्न चाहनुहुन्छ? यहाँले त मलाई सवालै सोध्न लाग्नु भयो। भारत सबैतिरको आउनु पर्यो नि त।